व्हाट्सअप गाइज वेलकम टु माई न्यू ब्लग ल हेर्नु साह्रो हेर्नु त जाम कति हो सुरुमै आम्मामा जाम ल्या यहाँनिर टाउको लास्टै जाम लागिसकेको छ यहाँ हेर्नु होइन देख्न सक्नुहुन्छ तपाईँहरूले कस्तो जाम लागिसकेको छ त्यही अझ दाजुभाइहरू मिठो गफ खाँदै यहाँनिर बाटाभरि होइन साउन्ड सुन्ने हो ल हामी यता गइ जाने कुरा भयो अगाडिबाटै हामी एउटा सट्ट लगाएर ओहो दाइको फेरि स्टार डेन्जर रहेछ नि आम्मामा बबाल है दाइको यत्तिको चाहिँ हुनुपर्छ है दाइले यत्तिको चाहिँ अलिक रिस्की हुन्छ है दाइ लाइट चाहिँ मिलाम है मिलाम कता पेल्दै आउनुको दाइ फेरि आज के हो र नमिलाम आफ्नो लिनमा जाऊँ न त्यही हो चट्ट हामी यता हिँड्दैछौँ बच्चा फेरि नाच्ने गरे दाइ के हुन्छ कि कमेन्ट गर्छ ट्राफिक यहाँ ट्राफिक नियन्त्रण गर्दै हुनुहुन्छ अब हामी चाहिँ यहाँ सट्टो लागेर आफ्नै तालमा हिँडिरहौँ होइन त्यही हो मस्त आउनु लेनमा चाहिँ मजाले हिँड्नु होला रेन क्रसै नगर्ने यो बाटोको लेन हो हामीले चाहिँ हामी अब आफ्नो लेनमा सट्ट हिँड्नेछौँ होइन हो त के हुने हो लाइट चाहिँ त्यस्तो नबाल्नु नबाल्नु तिरमिर हुँदो रहेछ नि त ब्यालेन्स गर्न सकेसम्म कोसिस गर्छु होइन ब्यालेन्सै सकेन भनेदेखि आराम चाहिँ होइन छोडिदिउँला होइन सक्दोसम्म त पेल्ने हो हो जिक्सरसँग भेट भयो ल जिक्सरसँग ल कलर मात्रै छ है दाजुभाइ भेट भयो ल पाइन्ट लास्ट जोगाइदियो राम दाइ कहाँ हो जोते दाइ यार किन जोते हो अनि आफ्नै तालमा हिँड्ने दाइहरू कस्तो पेल्ने कि फेरि आफ्नै तालमा हिँड्न खोजेको होइन पेले गर्न खान्छ म पेले भइहाल्यो नि होइन आफ्नो बिहान मस्त हिँड्न पनि नदिने कि ल दाजुभाइ मस्त भेट भइसक्यो छ दाजुभाइसँग मस्त ल है त युनिक कलर छैन आमामा यत्तिको कलरै हुनुपर्छ है लुक्सल्ली दामी अनि सुन्दरता के खाने के हो यत्तिको हरान हान्दै बजाइदिएको त्यही हो अब के भन्नु त खै यस्तै छ जिन्दगी होइन कोहीले दुःख त कोहीले हाँसो भइरहन्छ जिन्दगीमा तर यो बाटो चाहिँ अब नेपाल सरकारले अलि मध्यनजर गरेर यो जाम मुक्त गराउनु पर्यो क्या अलि एम्बुलेन्स आउँछ एम्बुलेन्सको साइड चाहिँ दिँदैन कसैले सबैले आफ्नै हतार हुन्छ तर म चाहिँ रोकिदिन्छु कि पऱ्यो भने होइन एम्बुलेन्स आउँदैछु साइकलवालालाई यस्तो साइकलवाला भनेर हुँदैन कुनै साइकलवाला बिचको लेनबाट हिँड्दैन हुन्छ कि आफ्नो लेन छ त साइकलको म छुट्टै बाटो बाहिर हिँड्नु भइहाल्यो बिच पेलेर यस्तै त साइकल स्लो हुन्छ त्यही माथि चाहिँ अब बिचार पेल्ने चाहिँ जाम लगाइहाल्यो नि होइन त्यो सकेसम्म त्यस्तो ट्राई चाहिँ नगरौँ त्यस्तो थिङ्किङ नगरौँ उसो म बिचबाट हिँडेर मै ठुलो हुन्छ भन्ने कुरा पनि छैन म छेउबाट हिँड्न पनि म सक्छु मजाले होइन नसक्ने भने कि दाइले जस्तो गर्नुहुन्छ अब यता काट्दै हुनुहुन्छ दाइले साइडमा काट्दै हुनुहुन्छ है यत्तिकै हिँड्नु पर्छ ल तर म यहीँबाट हिँड्छु यहीँबाट पेल्नु चाहिँ जिक्सरले चाहिँ मिठो बनाउनु कुरा है बबाल है बबाल जिक्सरले चाहिँ मिठो कुरा है यहाँ चाहिँ होइन जिक्सरसँग ओहो यस्तो मजा आउँछ कि यस्तो कुरो उनीहरू फेरि लास्ट पुरा मजा लाग्छ मलाई फेरि होइन जिक्सर देख्दा चाहिँ बाइक राम्रै चिज गरेपछि जस्तो हुन्छ ओ दाइको के हो यो टायर के हो गाडीको बाइकको ले कुन बाइक हो यस्तो ले हेरौँ त टायर यताउति ले त्यस्तो बाइकको ब्यालेन्सिङ गर कडा
त्यस्तो यस्तो लिन्डिङ छ है, लोड हालेर मस्त हिँड्ने नि आफ्नै त अब आमामा म त के ज्यान ज्याला यस्तो आफ्नो लाइफ त यस्तो रिक्स न त के को लिँदा लिँदै लिन्न नि खडाइ चाहिँ दाइले आमामा ल मन्दिर है जय शम्भो है त मन्दिर र मैले एम्बुलेन्सदेखि चाहिँ जहिले पनि ढोग्ने बानी छ कि सम्झिनु छ कि होइन एम्बुलेन्समा सानोदेखि लागेको छ नि यहाँ त अब दिनुहोस् जहिलेसम्म चाहिँ नमस्ते गर्न नसक्यो भने मनमा चाहिँ सम्झिन्छु केही नहुँदै हुन्छ मनमा चाहिँ होइन तर म सम्झिने चाहिँ सबलाई सम्झिन्छु त्यहाँसम्म भइसक्यो तर बानी लागेको र बानी छुट्टै सक्दिनँ क्या यो चाहिँ नछुट्टै राम्रो अब ठिक हुन्छ मेरो एउटा केही आशले के अरे मेरो आस्थाले गर्दा चाहिँ कसैको जिन्दगी बच्छ होइन त्यो दाइले हेर न पेल दिने के मिठो पेल दिने दाइजु नपेलिदिनु हो जाम लागिसक्यो त्यस्तरी अब हामी यहाँ त चट्ट जाँदैछौँ भिजिट नेपाल 2026 हो कि लाइफ टाइम एक्सपिरियन्स गरे आमा एक्सपिरियन्स लियौँ मस्त अझै त मिठो पेल्नु चाहिँ फेरिलाई कपडाहरू चाहियो भने हामीले है त यहाँ सेल लगाएर है त 350 आँखा पनि राम्रो राम्रो हो अन्त के हेर्नु हामी त पछाडिको सिइसक्यो होइन मस्त पछाडिको सिट हेर्दै मस्त जाँदैछौँ अब यतिको चाहिँ हिँड्नुपर्छ क्या हिँड्नलाई हेर न हाम्रो अब 300 किलोमिटर हिँड्न लागिसकेको छ 300 किलोमिटर म एकचोटि पुल गरेर थिएँ यतिसम्म अहिलेसम्म दिइरहेको छु कतिवटा लाइन घट्यो एउटा दुईवटा लाइन घट्यो अझै यहाँ आँट्दा पनि हामी त्यत्रो त्यो माइलेज चाहिँ ठिकै भनौँ अहिले यतिसम्म चल्यो हाइवे छैन होइन हाइवे बिना पनि छिराउँदैछु होइन मस्तै 11 सेकेन्ड छ होइन 11 सेकेन्डमा चाहिँ अब हामी सट्ट जानेछौँ जाने क्रम हाम्रो जारी छ होइन अगाडि बढौँ राजमाथि प्रदेश है त 60 सेकेन्ड एक मिनटको टाइम चाहियो सट्ट अब हाम्रो काट्दैछौँ अब आफ्नै घरमा सुरु काटिन्छ भाइहरूले पेल्दै आउनुभयो क्यामेरा छैले ध्यान दिनुहुने चाहिँ डाल्नै पर्छ होइन अन्त आफ्नो लेनमा खाना चाहिँ खासै बोल्न बाटो सार्ने प्राथमिकता धेरै थियो म चाहिँ कोर दिन्छु मजाले ल जानु हजुर गर्छु मात्रै जान्छु है यता खाली भयो खाली चाहिँ म छिराइदिन्छु अनि यहाँ साइड चट्ट यहाँ बजार लगाउन सुरु भइसक्यो अलिअलि बजार सुरु हुन्छ यहाँ अब हामी चाहिँ अब यहाँ सर र अलिअलि चलफलको दिनभर जिक्सर चलाएपछि त होइन त्यत्तिको चलफलको चाहिँ हामी हिँडिरहौँ होइन अगाडि ल हेर्नु यहाँको जामको यो दृश्य चाहिँ एकदम बवाल देखिन्छ क्या त्यो चाहिँ मलाई सही मोबाइल उठ्यो जस्तो मोबाइल सुकेको हेर त पछाडि मोबाइल जस्तो छ कभर जस्तो कि मोबाइल हो खै म देखिनँ म रोक्नु पनि चाहिने फेरि अब त्यो बाटोदेखि होइन कसको थाहा भने त्यो देख्नुहुन्छ नि ल त्यही बाटोमा छ होइन आएर टिप्न सक्नुहुन्छ ल है त गाइज अब खै ओहो ट्राफिक ड्राइभरले मिठो नियन्त्रण गर्नु हुन्छ ट्राफिक सर्भिसको लागि यहाँको लुक चाहिँ ओहो हाम्रो कल्पना डिलक्स हो के हाम्रो सिङचाइको आहा होइन र त कल्पना होइन छ क्या नौपाना हो कि ए तालिबानले चाहिँ अलिक आँखा कमजोर भइसक्छ गाइज होइन त्यहाँ यो सेङ्जाको यता सुन्दा चाहिँ मनकै कस्तो आनन्द लाग्छ कि मलाई हेरेँ सेङ्जाका मान्छेहरू पसलमा आउनुहुन्छ होइन म सेङ्जाको बाबु भन्छ म छुट्टै डिस्काउन्ट दिन्छु कि कस्तो आफ्नै आफ्नो भित्र जस्तो के भन्छ यो सुनसान सहरमा कोही मान्छे आफ्नो नजिक आउँदा पनि धेरै खुसी महसुस हुन्छ है त्यही भएर चाहिँ मलाई चाहिँ अब सेङ्जाको हुन्छ नि आउनु है त अल्छियाल डिस्काउन्ट दिन्छ है त पसलमा आउनु भयो भने है त बाइकहरू बनाउँदै हुन्छ चट्ट गाडीहरू या हामी सुइसेटारको पुलमा प्रवेश गरिसक्यौँ अब त्यसपछि अब यहाँ सुइसेटार स्वर्गको आनन्द लिन सक्नुहुन्छ सुइसेटार पुलमा बाटो दृष्टि हेरेर भने है जामहरूको यस्तो नजारा हेर्नु यस्तो मजाले भन्छ है त हैदराबाद आएको राम्रो रहेछ अब हामी चाहिँ यहाँ त अब छिटो लाएर लेफ्ट लाएर यहाँ त छिरौँ कि यहाँबाट छिरौँ भने यहाँ म सोचिरहेको आज नयाँ बाटो छिर्दैछु म चाहिँ होइन त्यो बाटो चाहिँ अलिअलि अप्रोड छ कि खाचाङ खुचुङ छ के अरे खाचाङ खुचुङ फाल्टाफेरि फाल्टाफेरि छ होइन अब त्यो जाँदैछ अब यहाँ हेरौँ न त अब के कस्तो छ अहिले यहाँ गइन्छ अब सबै लगाएर तर बाइकमा कुदाउँदै आज एकदम आनन्दसँग चलाइरहेको फर्स्ट टाइम होला
दाइले सहिले भन्नुभयो सरी दाइ म यता आएँ नि होइन देखिनँ होइन त्यसको लागि म हृदयदेखि नै माफी माग्न चाहन्छु अनि अब त्यो बाटोको मोबाइलको कुरा गर्दा पनि हुन्छ अब बाटोमा वान वेमा चाहिँ होइन अब म त्यहाँ फर्किदिएँ भनौँ न मोबाइल हो अब लस्कर लगाएर जाम लाउँछ अनि अब जब एउटा मोबाइलको लागि म चाहिँ अब त्यहाँ आफ्नो ज्यान पनि कसैबाट जोखिम झाटा रोक्दा पठाएर भाडामा हानिदियो कि होइन तर आफ्नो ज्यान त म जोखिममा राखिदिन्छ अब कति हजार 2 लाख पर्ला बेला म जस्तो नै महँगो पऱ्यो भने त्यसको लागि चाहिँ मैले आफ्नो ज्यान चाहिँ जोखिममा राखिदिनु पनि राख्न चाहदिनँ त्यही भएर चाहिँ मैले उहाँ कसको थाहा छैन आई डोन्ट नो होइन जसको मोबाइल हो उहाँले चाहिँ भेट्नुहुन्छ भन्ने आशा राख्छु अब मैले भेटेको भए त अब ट्राफिकलाई लगेर बुझाइदिन्थेँ फोन सोन आउँछ होला सायद कल सल उठाउँथेँ कल उठाएर म यहाँसम्म चाहिँ नआइदिनुहोस् भनेर एउटा हौसला दिन्थेँ मोबाइल हराउँदाको कुरा के हुन्छ कस्तो हुन्छ त्यो त मैले राम्रोसँग महसुस गरिसकेको छु त्यही भएर चाहिँ होइन अब हेर्नु बाटो चाहिँ यस्तो खाल्टो अब त्यसको पर्फर्मेन्स हेर्न खोजेको कि म चाहिँ होइन को के ल्याउने गरी यार झ्याएको या झ्याएन एउटा तालले झ्याएको या झ्याएन त यस्तो मजा यतिको चाहिँ हुनुपर्छ है त